भ्रष्ट ऊर्जा मन्त्री राजीनामा दे, भ्रष्ट ऊर्जा मन्त्री राजीनामा दे। लोड सेडिङ चाहिँदैन, लोड सेडिङ चाहिँदैन। भ्रष्ट प्रधानमन्त्री राजीनामा दे। ओली तेरो पाराले, शेरे तेरो पाराले, प्रचण्ड तेरो पाराले, भ्रष्ट सरकार मुर्दाबाद। हामी यो कार्यक्रमलाई औपचारिकतातर्फ अगाडि बढाउँदैछौँ। कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको निमित्त धेरै सामाजिक अभियन्ताहरू यहाँ उपस्थित भइसक्नु भएको छ। यसै गरी कार्यक्रमलाई ऐक्यबद्धता जाहेर गर्नको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि आइसक्नु भएको छ। म माननीय सांसदज्यूलाई यहाँ अगाडि आइदिनु हुनुको निमित्त पनि हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउनको निमित्त आफ्नो सम्पूर्ण पत्रकार साथीहरू हामी कार्यक्रमलाई अब औपचारिक रूपमा समापन गर्ने हामी तयारी गरिरहेका छौँ र त्यसै क्रममा आफ्नो सार्वजनिक मन्तव्य राखिदिनु हुनको निमित्त सामाजिक अभियन्ता युवाहरूको आवाज बोकेर निरन्तर रूपमा सङ्घर्षमा हुने प्रिय सामाजिक अभियन्ता अर्जुन पौडेलज्यूलाई आफ्नो छोटो सार्वजनिक मन्तव्यको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। उनीहरूको आँखामा कोदोको गेडा हाले जस्तो भएको छ यो लुटेराहरूलाई होइन। त्यसले गर्दाखेरि अब यो कहाँ मलाई आज कुलमान घिसिङज्यूलाई हिजो राति बर्खास्त गरियो। जहाँसम्म लाग्छ अब मेरो लागि त यो ठिक भएको जस्तो छ। कुलमान घिसिङज्यूलाई हामीले जहिले पनि विद्युत प्राधिकरणको हाकिम र त्योभन्दा अलिक ठुलो हाकिमको लागि जागिर खोज्दै आउने होइन। अब यो साँच्चीकै हिजो विद्युत प्राधिकरणमा चुहावट र भ्रष्टाचार हुँदाखेरि कुलमान घिसिङ त्यहाँ पुग्दाखेरि 18 घण्टाको लोड सेडिङ यो टुकीबत्तीमा राखेको यो लुटेरा सरकारले आज 18 घण्टाको लोड सेडिङ मुक्त पार्ने कुलमान घिसिङ उज्यालोको नायक जसले 50औं अरब यो देशबाट विद्युत बेच्न पनि सफल भएको नायक यिनीहरूको आँखाको कसिङ्गर गर्न सकिएको हो। त्यसले गर्दाखेरि अब कुलमान घिसिङ यो चाहिँ विद्युत प्राधिकरणमा थप हामीले 3 महिनाको लागि उहाँलाई कार्यकाल देऊ भनेर म चाहिँ रोडमा आएको होइन। तपाईहरु केको लागि आएको त्यो मलाई थाहा भएन। कुलमान घिसिङले यो पुरै नेपालको लिड गर्नुपर्छ। अब सडकमा आउनुपर्छ कुलमान घिसिङ र लिडरशिपको हामीलाई अभिभावकको एकदमै कमी महसुस भएको अवस्थामा यहाँ धेरै सत्ताहरूले चाहिँ अब मौकामा चौका हान्ने अवस्थामा छ र साँच्चीकै हामी कुन वादीमा कसरी जाने किन जाने भनेर एकदमै अन्यलमा परेको छु। हामी वास्तवमा गणतन्त्रवादीहरूले फेरि केही जुलुस राख्दै गर्दाखेरि राजावादीका साथीहरूले फेरि केही किताबमा जुलुस राख्दै गर्दा हामी स्वतन्त्र यो देशलाई बनाऊ भन्ने युवाहरू चाहिँ चुप लगाएर बस्नुपर्ने अवस्था छ। हामीले यहाँ त्यस्तो खालको देश बनाउने अभिभावक पाएकै छैन र ठ्याक्कै वास्तवमा काम गरेरै आएको र देखाएको एउटा चाहिँ लिडरशिप यो देशले मागेको जस्तो व्यक्ति चाहिँ कुलमान घिसिङ हो भनेर हामीले प्रुफ गरेकै छौँ र उहाँ जस्तो मान्छे यो देशको लिडरशिप पायो भने साँच्चीकै यहाँका भ्रष्टाचारी यो देशमा लिकेज भएको उहाँले सर्र टाल्नुहुन्छ र यो देशलाई चाहिँ साँच्चीकै विकासमय जुन देशहरू छ त्यो देशलाई ड्यासिङ गर्न सकाउनुहुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। त्यसले गर्दाखेरि यहाँ अब कुलमान घिसिङले हामी जस्तो जनतालाई चाहिँ साथ दिनको लागि एउटा लिडरशिप निभाउनको लागि उहाँले एउटा भिजन चाहिँ तयार गर्नु पर्यो र कुलमान घिसिङ मात्रै होइन यहाँ बालेन शाह पनि छ, हर्क सम्पान पनि छ, गोपाल हमाल पनि छ र त्यस्तै अर्को देश बनाउने भनेर आएको 14औं शताब्दी राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामेछानेज्यू यो देशै सर्लकै खाएको जस्तो 46 सालदेखि यो देशलाई 46 सालबाट यो देशमा चाहिँ नीति गरेर यो देशलाई लुटेर आएको सरकारले चाहिँ केही पनि नगर्ने यिनीहरू चाहिँ लुटेरै मात्रै बस्ने अनि एउटा भर्खर जन्मेको पात्रलाई चाहिँ 5-5वटा मुद्दा लगाएर अहिले चाहिँ कानुनी कठघरामा भित्र राखिएको छ। त्यसले गर्दाखेरि यहाँ चाहिँ के हो भने अब हामी जनताहरूले चाहिँ यो पात्र सबैजनालाई एकमुष्ट रूपमा लिएर र उहाँले चाहिँ हामी जनताहरू सडकबाट यहाँ 4वटा मुद्दा चाहिँ जसरी भए पनि हामीले अब उठाउनु पर्यो। यो आन्दोलन यहाँ अहिले नै सकाउने भन्ने चाहिँ मलाई लाग्दैन। यो एउटा आगोको झिल्को हो। यो
आजबाट सल्केको छ यो र डेस्टिनेसनमा नपुगिकन हामीले यो आन्दोलनलाई सघाउने चाहिँ हुँदै होइन र सबैभन्दा पहिला चाहिँ यहाँ मुद्दाहरू चाहिँ उठाउनु गर्नुपर्छ र आज खासै चाहिँ यहाँ कुलमान घिसिङलाई फेरि 3 महिना त्यहाँ थपिदेऊ न भन्ने खालको यो ठुलो नारा लिएर हामी चाहिँ नआउँ अब चाहिँ यहाँ चाहिँ वास्तवमा यो देशै बनाउने गरी उहाँहरूको एउटा किता चाहिँ बनाउनुपर्छ त्यो लिडरसिप लिनुपर्छ त्यसै गरी हिजो बेलुका रातिको समयमा मात्रै यहाँ राम्रो राम्रो मान्छेलाई चिर निद्रामा फालिदिन्छ त्यसै गरी बालेनले पनि एउटा स्टाटस हालेको छ जुन स्टाटसले चाहिँ आज देशमा एक किसिमको तरङ्ग ल्याइदिएको छ र उहाँले भनेको छ 3 महिनादेखि यिनीहरूले काठमाडौँ महानगरपालिकाको कर्मचारीलाई तलब खुवाएको छैन र 3 दिनको म अल्टिमेटम दिन्छु 3 दिनभित्रमा तलब आएन भने यो राज्य चलाउने सत्ताधारीहरूलाई ल्याएर टुकुच्चा खोलामा गाडिदिन्छु भनेको छ यो चाहिँ उहाँको एउटा स्टेटमेन्ट हो र जहाँसम्म लाग्छ लिडरसिप एउटा हक्की छ बालेनले भनेको कुरा मलाई जहाँसम्म ठिक लाग्छ सो त्यसले गर्दा उहाँले मात्रै होइन तिनीहरूलाई गाड्नको निम्ति चाहिँ तपाईँ हामी जनता चाहिँ उहाँको साथ चाहिन्छ त्यसले गर्दाखेरि यो कुरामा अब हामी सजग गरेर फलाम चाहिँ तात्तिकै बेलामा सायद आउने हो यतिखेर फलाम तात्तिएको छ अब यसलाई हामी सम्पूर्ण जनताहरू मिलेर साइडमा ल्याउने काम गर्नुपर्छ र यो लुटेराहरूलाई ल्याएर टुडी खेलभन्दा ठुलो यहाँ जेल बनाएर यिनीहरूलाई चाहिँ एक हाम्रो हिसाब किताब मागेर र स्विस ब्याङ्कमा जसले पैसा राखेको छ सबको स्टेटमेन्ट लिएर सम्पत्ति शुद्धिकरण सबभन्दा पहिला सम्पत्ति शुद्धिकरण रवि लामेछानेले जुन बाटोबाट खनेर ल्याएर यहाँ ठुलो खाडल बनाइएको छ त्यो खाडलमा यिनीहरू सबैलाई ल्याएर काट्नुपर्छ भन्ने मलाई लाग्छ त्यसले गर्दाखेरि अब हामीले किता चाहिँ